गाउँघरतिर प्राय दिउँसो सुत्ने चलन छ। यसरी दिउँसो सुत्नुलाई अथवा प्राय खाना खाइसकेपछि सुत्नुलाई हामी भन्छौँ टेक अ सिएस्टा। जस्तै म दिउँसो सुत्छु, आई टेक अ सिएस्टा इन द आफ्टरनुन। ऊ हरेक दिन दिउँसोको खाना खाइसकेपछि केही समय सुत्छ। ही टेक्स अ सिएस्टा आफ्टर लन्च एभ्री डे। छोटो समयको पातलो निन्द्रा लिनु अथवा अब म सुत्छु भनेर योजना बनाई सुत्नुलाई हामी भन्छौँ टेक अ न्याप। इक्जाम्पल्स: ऊ एकैछिन सुत्न आफ्नो कोठा गयो। ही वेन्ट टु हिज रुम टु टेक अ न्याप। म 15 मिनट सुत्न जाँदैछु। आइ एम गोइङ टु टेक अ न्याप फर 15 मिनट्स। उँघ्नु, निदाउनु, जुन चाहिँ एक्कासी निदाइ छ अथवा बिना योजना निदाइ छ। डोज अफ। जस्तै मोबाइल हेर्दा हेर्दै म निदाउँछु। आई डोज अफ वाइल वाचिङ मोबाइल। पुस्तक पढ्दा पढ्दै म निदाएँ। आई डोज्ड अफ वाइल रिडिङ अ बुक। निन्द्रा लागे जस्तो हुनु, झपझप हुनु, थकाइले सुस्त हुनु। ड्राउजी। जस्तै खाना खाएपछि मलाई झपझप निन्द्रा लाग्छ। आई फिल ड्राउजी आफ्टर लन्च। औषधिले मलाई झपझप निन्द्रा लाग्ने बनायो, मलाई लट्ठ बनायो। द मेडिसिन मेड मी ड्राउजी। हाई गर्नु अथवा हाई काट्नु। यन। जस्तै म बिहान उठ्दा हाई गर्छु। आई यन वेन आई वेक अप इन द मर्निङ। थकान महसुस हुँदा मलाई हाई आउँछ। आई फिल अ यन वेन आई एम टायर्ड।